शेयर होल्डर्स इक्विटीलाई चाहिँ हामी शेयर होल्डर्स फन्ड पनि भन्छौँ। यो भनेको चाहिँ कस्तो हो भन्दाखेरि कुनै पनि ओनरले चाहिँ उसको कम्पनी कोल्याप्स भयो भने अथवा बन्द भयो भने चाहिँ त्यहाँबाट पाउने रिफन्ड पाउने एमाउन्ट भनेको चाहिँ शेयर होल्डर्स इक्विटी भयो। शेयर होल्डर्स इक्विटीमा चाहिँ के पर्छ त भन्दाखेरि कमन शेयर क्यापिटल प्लस preferred stock plus additional paid in capital. additional paid in capital लाई चाहिँ हामी शेयर प्रिमियम पनि भन्छौँ। additional paid in capital त्यसै गरी retained earning त्यसै गरी रिजर्भ फन्ड यति सबै पर्यो। यसमा चाहिँ हामी के माइनस गर्छौँ भन्दा फिक्टिसियस एसेट प्रिलिमिनरी एक्सपेन्सेस। यो भनेको चाहिँ फिक्टिसियस एसेट्स भनेको चाहिँ यस्तो एसेट हो जसले चाहिँ हाम्रो प्रोडक्सनमा कुनै पनि हेल्प गर्दैन। अन्डरराइटिङ कमिसन अनि डिस्काउन्ट अन issue of share and debenture अनि profit and loss account को debit balance। profit and loss account को debit balance भनेको चाहिँ यो भनेको डिफिसिट भयो or loss। शेयर होल्डर्स इक्विटीमा आउने आइटमहरू यिनीहरू भए।